हेलो गाइजहरु सबैजनालाई नमस्ते शिवन्ने शिवरो अनि त्यहाँबाट चाहिँ गुड आफ्टरनुन भन्नु होला नि हैन। यहाँ फुल फुलेर ढकमक्क भइरहेको छ। कस्तो मिठो बनाउँछ है। परसम्म सेन्ट आउँछ। अन्त के गर्नु हुँदैछ गाइजहरु के गर्नु हुँदैछ मेरो प्यारो प्यारो गाइजहरु मेरो मित्रहरु। म चाहिँ आज हाम्रो घरमा कोही आउनु हुँदैछ कि अन्त तल बाटोमा आउनु भयो अरे नि त। आइजन यहाँ तल भन्नु हुँदैछ कि अनि म गएको ल्याउनु। हेरौँ ल को रहेछ गाइस हेरौँ है को रहेछ। अनि गाइसले लन्च गर्नुभयो त सबैजनाले। के दिल परदेसी हो गया मैं तुमसे हो गया प्यार के दिल परदेसी हो गया। आजको मौसम पनि यस्तो छ। घरि घाम लाग्छ घरि जाडो चिसो हुन्छ हो हाम्रोतिर। खै त त्यहाँको पनि देख्दैन। स्कुटी मात्रै ठडा राखेर चाहिँ कहाँ गएछ। घुम्नु गएछ कि हौ। म गाइसहरूलाई अलि देखाउनु पर्यो। गाडी चाहिँ यहाँ राखेको छ हो। ए माथि गएछ ऊ डुल्नु गएछ नि त। गोरुबथान दरिम खोलामा घुम्न आउन सक्नुहुन्छ गाइस। यहाँनिर रुमहरू अभाइलेबल हुन्छ यहाँनिर हो। अन्त यहाँ एकदम शान्ति एकदम छ सुनसान शान्ति ठाउँ छ। आएर बस्दा हुन्छ। हाम्रो दालिम खोला चाहिँ यही हो गोरुबथानको दालिम खोला हो। अन्त यो चाहिँ अब बर्खामा पानी पर्न थालेपछि चाहिँ ठुलो हुन्छ हैन। हिउँदोमा चाहिँ सानो भइजान्छ सुकेर हो। आई लभ दार्जिलिङ। ग्यासले फोटो खिच्नु पनि भ्याएको के साह्रो राम्री देखेको गाइस। हाम्रो घरमा आउनुहुने चाहिँ उहाँ हुनुहुन्छ है। यता चाहिँ मेरो ठुलो नाना हो हैन। घरको सबभन्दा जेठी छोरी चाहिँ छोरा। क्यामेराम्यानलाई साह्रो पर्छ क्या भाग्य पनि। यो चाहिँ के को फुल हो यो। फोटोसुट चल्दैछ है गाइस यहाँनिर। म चाहिँ आज यहाँभित्र पसेको छु नानाहरूसँग हो। गाउँमै घरकै तल छ हैन। तर पनि म कहिले पनि यहाँभित्र पसेको छुइनँ क्या हो। सरम अप्ठ्यारो पो लाग्छ भित्र पस्न टाइम पनि पाउँदैन। आज नानाहरूसँग पसिहालिदिएको। फुल चाहिँ दामी दामी रहेछ है गाइस। चोरेर लैजाउँ क्या। पानी रहेछ नि हौ यहाँनिर। आइसाला कस्तो दामी देखेको। म त डुब्छु होला यहाँनिर। यहाँ चाहिँ बुद्ध भगवानको पनि छ पार्क। यस्तो पनि हुन्छ मान्छेले देख्नुभयो होला नि गाइस। घरकै तलपट्टि छ हैन। यो चाहिँ होमस्टे हैन। तर म घुम्नु निक्लिँदिनँ। आज यो फर्स्ट टाइम घुमेको। यहाँ कति सफा रहेछ हजुर। हाँ ए अन्त र यो मेट बिछाएको होला त खेल्ने स्विमिङ खेलेर जाउँ होइन नाना। उहाँ सोध्नुपर्छ ल दिन्छ त फ्रीमा खेल्न। अहिले दिन्छ होला। यहाँ खेलेर जाउँ भनेको कि ग्यास नदिने रहेछ। खालि गेस्टहरूको लागि मात्रै अरे। त्यसको अब आज फेरि नेपाली बोल्देको त नबुझ्दो रहेछ गाँठे। हो त ग्यास अब गएको घर फोटो क्लिप्स गर्दा भिडियो अलिअलि बनाइदिनु। यहाँ सिँढीमा झरेको पर्ने माथि सिँढीबाट झर्छन्। ल है भनिदिनु त यहाँ। आई मेरो बहिनीको गाइसहरू भनौँ नि। मेरो बहिनीको गाइसहरू मेरो बहिनीको गेस्टहरू यहाँ
बहिनीको फेरि गाइसहरू कम्ती छ यहाँनिर लु जाउँ जमिन के गर्दैछ त्यो पर भैया कलर गर्दो रहेछ वालपट्टि लगाएको होला कालो कालो मान्छेहरू पनि रहेछ यहाँनिर ऊ भएको अहिले भने चाहिँ गाइसहरू म नानाहरूसँग घरमा आइपुगेर पनि सिस्नो टिप्नु जाँदैछु फेरि हो नानाले घर लाने हेरेको थियो अन्त त्यही भएर माथिनिर गएको कि सिस्नो टिप्नु राम्रो छैन रहेछ त्यहाँनिर त निङ्गुरे मात्रै रहेछ कि अनि त्यहाँ माथिको सिस्नो मन परेन टिप्नु फेरि तल आएको घर तलनिर खोल्सामा छ नि त त्यहाँनिर गएको टिप्नु म चाहिँ सो गाइसहरू आजको लागि यति नै हो मेरो भिडियो अब म सिस्नो टिपेर घर जान्छु ल बाई बाई सबैजनालाई